ढाड दुखेर चाहिँ किडनीको डाक्टरसँग पनि आइरहेका हुन्छन् र त्यो चाहिँ हाडजनीको समस्या पनि हुनसक्छ। 10 जनामा चाहिँ 8 जनालाई चाहिँ आफ्नो जीवनकालमा चाहिँ एक न एकचोटि चाहिँ ब्याक पेन हुने गरेको छ। हुन त कतिपय टाइम्स किडनीको कारणले गर्दाखेरि ब्याक पेन भएको हुन्छ। जस्तो स्टोनले पर्दा त ब्याक पेन हुन्छ नि त, किडनी स्टोनले गर्दा ब्याक पेन भएर आएको हुनसक्छ, अथवा किडनीको इन्फेक्सनले गर्दाखेरि ब्याक पेन भएर आएको हुनसक्छ। त्यस्तो कन्डिसन किडनीको स्टोन छ भने चाहिँ यस्तो र पिसाबमा रगत देखिने, पिसाब रातो छ भने पनि हामीले चाहिँ स्टोनले गर्दाखेरि हो भने सस्पेक्ट गर्छौँ। कतिपय चाहिँ हामी कहाँ ब्याक पेन भन्ने बित्तिकै किडनीको समस्या हो भनेर त्रसित हुनुहुन्छ क्या मान्छेहरू चाहिँ। किडनीको समस्याले भए पनि यो धेरै जस्तो चाहिँ ब्याक पेन भनेको चाहिँ 90% भन्दा धेरै चाहिँ नन स्पेसिफिक भनेको कारण बिना नै हुन्छ। पनि मुख्य कारणहरू के हुनुहुन्छ? 90% भन्दा धेरैमा चाहिँ मस्कुलो स्केलेटल भन्छ भनेको मांसपेशी र मेरुदण्डको चाहिँ मासुदेखि लिएर टेन्डन, लिगामेन्टहरू र चाहिँ हाम्रो चाहिँ मेरुदण्डको हड्डीहरू हुन्छ जुन एउटा गुच्छामाथि अर्को गुच्छा बनेर बसेको हुन्छ, त्यसमा चाहिँ ब्यालेन्स मिलेन भने तर 10% भन्दा कममा मात्रै स्पेसिफिक हुन्छ। हजुरले भने जस्तै अब किडनीको कारणले गर्दा, महिलाहरूमा चाहिँ अब गाइने सम्बन्धी कारणले गर्दा, साथै इन्फेक्सनहरू, ट्युमरहरू, अरू चाहिँ अब मेलिग्नेन्सी भनेको चाहिँ क्यान्सरहरूले गर्दा पनि हुन्छ त्यो चाहिँ।